इलाम नगरपालिकाको 11 नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकूलित नमुना गाउँको रूपमा विकास गरिएको छ। स्थानीय पहलका लागि क्यानाडा कोष CFLI को सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र NCDC इलामले बेलासेमा जलवायु अनुकूलन सम्बन्धी परियोजना सुरु गरेको हो। इलाम नगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना मार्फत स्थानीय समुदाय र सरकारवालाहरूको क्षमता अभिवृद्धि गरी नमुना जलवायु अनुकूलन गाउँको निर्माणका लागि पहल गरिएको छ। माई खोला तल बगिराखेको हुनाले यो गाउँमा चाहिँ एकदम सिँचाइको असुविधा, यो एकदमै पानीको चाहिँ समस्याग्रस्त क्षेत्र भएको हुनाले हामीले पानी चाहिँ सोलर पम्पिङबाट यहाँ माथि तानेर 2000 रोपनी जति जग्गामा चाहिँ सिँचाइ सुविधा पुर्याएर त्यसमार्फत विभिन्न वैकल्पिक कृषिका उपायहरू गरेर चाहिँ यहाँको मानिसहरूलाई चाहिँ सहयोग गर्ने कार्यक्रम रहेको छ। नमुना जलवायु अनुकूलित गाउँ मार्फत जलवायु उत्थानशीलता बढाई प्राकृतिक तथा जलवायु प्रेरित प्रकोपहरूको न्यूनीकरण गर्ने परियोजना सञ्चालन गरिएको हो। इलाम झापा द्रुत मार्ग र पश्चिमी इलामको केन्द्र देउमाई नगरलाई जोड्ने सडकमा पर्ने बेलासी बस्ती जलवायु परिवर्तनका नकारात्मक असरहरूबाट प्रभावित जोखिम क्षेत्रको रूपमा रहेको थियो। स्थानीय समुदायमा जलवायु परिवर्तनजन्य जोखिम कम गर्दै अनुकूलनका अभ्यास सुरुवात गर्ने प्रयोजनका लागि सहभागितात्मक स्थानीय जलवायु अनुकूलन गाउँ योजना तयार गरिएको छ। उक्त योजनामा उल्लेख भएका क्रियाकलापहरू स्थानीय सरकार, वडा कार्यालय र अन्य सङ्घ संस्थाहरूले कार्यान्वयन गर्दै आएका छन्। कृषि प्रणालीमा आधारित यस गाउँमा सिँचाइ सुविधाको अभावमा धेरै रोपनी जमिन बाँझो अवस्थामा रहेको थियो। यो बाँझो जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउन सोलर पम्पिङ निर्माण गरिएको छ। बाँझो जमिनमा सिँचाइ गरेर जलवायु अनुकूलित खेती प्रवर्धन गर्न माई खोलाको पानीलाई तानेर बेलासे गाउँमा पुर्याइएको छ। माई खोलाको पानी सोलर लिफ्टिङ गरी गाउँमा ल्याइएको छ। खोलादेखि 125 मिटर माथि पानी पुर्याएर गाउँका विभिन्न भागमा सिँचाइका लागि पाइपलाइन विस्तार गरिएको छ। हामीले माई खोलाको पानी चाहिँ यहाँबाट तानेर 125 मिटर माथि लगेर चाहिँ हामीले यो एरियालाई सिँचाइ गर्न खोजेका छौँ। हामीले 10 HP को सोलर पम्प राख्छौँ भने 11.34 किलोवाट को चाहिँ हामीले सोलर प्यानल हामीले जडान गर्छौँ यहाँ, र यसको पाइप चाहिँ हामीले करिब 600 मिटर जति पाइप चाहिँ हामीले यहाँबाट माथि लाने प्लान छ। हिउँदियामा पानीको अभाव हुँदा सुक्खा रहने यहाँका बाँझो जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि स्थानीयले जलवायु मैत्री खेती प्रणाली अवलम्बन गर्न थालेका छन्। कोदो, धान, मकै जस्ता अन्न बालीका साथै तोरी, सागसब्जी, टमाटर जस्ता नगदे बालीमा किसान आकर्षित भएका छन्। यहाँको बासिन्दा चाहिँ अब पानी सिँचाइ नभएको कारणले गर्दाखेरि चाहिँ धेरै विस्थापित हुनु परेको थियो। अहिले चाहिँ यो संस्था मार्फत यहाँनिर चाहिँ सिँचाइ आएको कारणले यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो सिँचाइको कारणले चाहिँ यहाँ छोटो समयमा 4-5 महिनाको अन्तरालमा चाहिँ तपाईँहरूले यो हरियाली देख्न सक्नुभयो। प्राकृतिक तथा जलवायु परिवर्तनबाट हुने प्रभावलाई न्यूनीकरण गर्न कृषकहरूलाई जलवायु अनुकूलित खेतीको प्रवर्धन, नवीकरणीय ऊर्जाको प्रयोग लगायत जलवायु परिवर्तनको सामना गर्दै जीविकोपार्जनमा सहज बनाउने कार्यमा यस परियोजनाले सहयोग गरेको छ। यो पानीको कारणले योभन्दा अगाडि अति नै सुक्खा र विभिन्न किसिमको बाली, बिरुवा, फलफुलहरू, अनाजहरू लाउनलाई हिउँदे याममा गाह्रो हुन्थ्यो। अहिले आएर जताततै विभिन्न किसिमको सागसब्जी, फलफुल र अनाजहरू लाउनलाई सहज भइराखेको अवस्था छ। बेलासीका बासिन्दालाई स्थानीय हावापानी सुहाउँदो जलवायु अनुकूलित खेती प्रणाली प्रवर्धन गर्न तालिम तथा सचेतना कार्यक्रम सञ्चालन, नवीकरणीय ऊर्जा प्रवर्धन जस्ता कार्यक्रम कार्यान्वयन भएका छन्। गाउँवासीलाई जलवायु अनुकूलित खेती प्रवर्धन गर्न जलवायु मैत्री कृषि तालिम दिइएको छ।
तालिम पाएपछि किसानले बाँझो जमिनमा नगदे बाली लगाएर आम्दानी लिन थालेका छन्। साग सब्जी भनेको केही नै हुँदैन थियो पानीको अभावले गर्दाखेरि। अहिले पानी आएर निकै सहज भएको छ, साग सब्जी सबै नै हुन्छ भनौँ। अहिले टमाटर पनि निकै फलेको छ अनि निकै बेचियो पनि। यहाँका कृषि तथा व्यवसाय सञ्चालनको निम्ति प्रविधि प्रवर्धन गर्न मिनी पावर टिलर, कुटानी पिसानी मिल वितरण गरिएको छ। गाउँमै लघु उद्यम सञ्चालनपछि धान, मकै, गहुँ र मसला पिस्न अन्य गाउँ धाउनु पर्ने बाध्यता हटेको छ। स्थानीयलाई कृषि यान्त्रिकरणका लागि सहयोग पुगेको छ। परियोजना अन्तर्गत आय आर्जनका लागि कुखुरा पालनका लागि खोर निर्माणमा सहयोग पुगेको छ। कुखुरा ब्रोइलर पालनमा चाहिँ मलाई धेरै सहयोग भएको छ। पहिला 100बाट सुरु गरेको थिएँ। खोर सानो भएको कारणले 150 सम्म पालियो। त्यसपछि अहिले यो जुन संस्थाले दिनुभएको छ सहयोग, यो खोर निर्माण बढाइयो अनि त्यसपछि चाहिँ यसमा लगभग 200-300 हालेको छ। बेलासे ग्रामीण बस्तीमा खाना पकाउन प्रयोग हुँदै आएको परम्परागत इन्धन दाउरा खपतलाई कम गर्न र वन विनाश सहित घरभित्रको धुवाँ प्रदूषण कम गर्न सुधारिएको चुलो निर्माण गरिएको छ। यसरी निर्माण भएका सुधारिएको चुलोले वातावरण संरक्षण तथा मानव स्वास्थ्यलाई समेत सहयोग पुग्ने देखिन्छ। सुधारिएको चुलो निर्माण गर्नको लागि हामीले सपोर्ट गर्यौँ, जस अन्तर्गत 40 घरधुरीमा सुधारिएको चुलो निर्माण भएको छ। त्यसै गरी एउटा संस्थागत सुधारिएको चुलो, 2वटा बायोग्यास र एउटा पोल्ट्री फार्म साथै एउटा मिल निर्माण गर्नको लागि पनि हामीले सहयोग गरेका छौँ। वरपर रहेका 50 घर परिवार परियोजनाबाट लाभान्वित भएका छन्। कुल 65,20,515 रुपियाँ लागतमा सञ्चालन भएको परियोजना एउटा सिकाइको रूपमा रहेको र इलाम नगरपालिकाले समग्र नगरपालिकालाई जलवायु अनुकूलित बनाउन पहल गर्ने नगर प्रमुख केदार थापाले बताउनु भएको छ। यो हामीले यसको संरक्षण गर्नुपर्छ, यसलाई हामीले सञ्चालन गर्नुपर्छ भनेर हामीले यो सोचेनौँ भनेदेखि हामीले कुनै पनि प्रगति उन्नति गर्न सक्दैनौँ। हाम्रो इलाम नगरपालिकाको तपाईहरुलाई म भनौँ, पहिलो हाम्रो के छ भने नीति तथा कार्यक्रम हामीले के कुरा पास गरेको छौँ भने पहिलो कृषि र पशुपालन हाम्रो चाहिँ 1 नम्बरमा छ। हामीले अन्य वार्डहरूमा चाहिँ जुन हिसाबले चाहिँ कामहरू गरिराखेका छौँ त्यो वार्डहरू र यो वार्डमा अहिले हामीले जुन किसिमको नयाँ किसिमको चाहिँ एउटा प्रविधि त्यो जो विकास गरेका छौँ, यो प्रविधि जान्नको निमित्त पनि र सबैलाई त्यो हामीले नीति तथा कार्यक्रममा चाहिँ नगरपालिकाले नगरसभाबाट पास गरेको छ।